गुड मर्निङ नमस्ते म युवराज जन्जान। सो अहिले चाहिँ म चाहिँ बरासित नगरपालिका वार्ड नम्बर 5 भलचौरीको विशाल चोक टु धरानको फुक्लिङसम्मको जुन जङ्गलको बाटो पर्छ। अनि बिच बाटोमा चाहिँ तपाईँहरूलाई म देखाउँछु एउटा चाहिँ यस्तो मतलब पुल छ अनि पुलको साइडमा चाहिँ यो तरिकाले भग्नावशेष भइसकेको छ। यसलाई चाहिँ अब अलिकति ध्यान केन्द्रित गर्नुपर्ने जस्तो देखिन्छ स्थानीय सरकारले। म तपाईँहरूलाई देखाउन चाहन्छु यो खालको अवस्था छ होइन, पुरै एक साइडको पुरै गइसकेको छ। केही दिन अगाडि चाहिँ केही समय अगाडि चाहिँ हामीले श्रमदान गर्ने क्रममा चाहिँ हामीले यो आधी वहाँबाट यहाँसम्म पनि हामीले गिटी बलुवा लगाएको थियौँ। अनि त्यतिखेर लगाएको बेला चाहिँ स्थानीय सरकारले चाहिँ त्यही समयमा चाहिँ साइडबाट चाहिँ एउटा तार जालीको सही तरिकाले लगाइदिएको भए त्यो बस्थ्यो होला, तर बिचमा फेरि खोलाबाडी आएर सबै बगाएर पनि लगे, समय पनि नपाएको हुनसक्छ। सो अहिले चाहिँ यस्तो खालको अवस्था छ होइन, यहाँबाट गाडी जाँदाखेरि यो सिधै भयो, यहाँबाट सुइँ जाँदाखेरि डाइरेक्ट यो पर्छ क्या, यो अवस्था पर्छ। अहिले चाहिँ यो बोरा लगाएर मात्र यो यसलाई अलिकति अब सबैको ध्यान जाओस् भनेर मात्रै यो लगाएको अहिले। सो के भयो भन्दाखेरि अब यसलाई चाहिँ अब हाम्रो स्थानीय सरकारले चाहिँ के कसरी हुन्छ, जसरी भए पनि अब सबैको श्रमदान गरेर हुन्छ या के हुन्छ या सहयोग गरेर हुन्छ या स्थानीय सरकारले चाहिँ सर्वप्रथम उनीहरूले यो विषयलाई चाहिँ अलिकति मध्यनजर गर्नुपर्ने हुन्छ। अब यो भएका अब यो यस्तो खालको अवस्था छैन, यहाँ दुर्घटना त हुन्छ होइन, हामीले के दुर्घटना भएपछि मात्र हामीले त्यो कुरालाई अलिक विचार गर्ने हो कि दुर्घटना हुनुभन्दा अगाडि नै हामीले त्यो कार्यहरूलाई सम्पन्न गर्नुपर्ने हो, अलिकति सचेत रहनुपर्ने हो। त्यो कुरालाई मध्यनजर गरेर चाहिँ यो चिजहरूलाई पनि हामीले पहल गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। सक्नुहुन्छ बाटो त अलिकति मात्र छ, अब यो पनि अब केही समयमा खोलाबाडी आइहाल्यो भने बिस्तारै बिस्तारै गर्दै यो पनि जान्छ र धेरै नै क्षति भएपछि चाहिँ हामीले फेरि यसलाई बनाउनु नि पर्ने हुन्छ। यो त बनाउनु नि पर्ने हुन्छ किनकि जाने बाटो त यही हो नि त, यसलाई बनाउनु नि पर्ने हुन्छ। सो त्यही भएर अलिकति आधी बाटो छ अनि आधी चाहिँ यसरी भत्किसकेको छ खोलाबाडी। अब बिस्तारै बिस्तारै यो भत्किँदै यो अलिकति भएको रोड पनि भत्किन सक्छ, भत्कि नै हाल्छ भनौँ न। अब यो बोरा लाएर एउटा मानिसहरू यताबाट यात्रा गर्दाखेरि गाडीहरू नछिरोस् भनेर मात्र, नत्र अलिकति मात्र छ, यहाँबाट पुरै यता झर्छ, ठुलो दुर्घटना पनि हुन्छ। रातिको समयमा एम्बुलेन्स कुद्ने भनेको बाटो यही हो, अब स्कुल बसहरू पनि धरान आउजात गर्ने बाटो पनि यही हो। तर यो बाटोलाई चाहिँ अब योभन्दा धेरै नबिग्रोस् भन्ने तरिकाले चाहिँ अलिकति सचेत भएर चाहिँ हामीले, मेरो मात्र पहल होइन, यो चाहिँ हाम्रो सिनियर दाइहरू सबैले यो कुराहरू गर्नुभएको कारणले गर्दाखेरि चाहिँ मैले आज यो कुरा ल्याएको हो। सो यो कुरालाई चाहिँ अब के गर्नुपर्छ भन्दाखेरि चाहिँ अब हाम्रो बरासित नगरपालिकाभित्र रहेका सम्पूर्ण सरकारी कर्मचारीहरू मतलब सरकारी पदमा बसेको पद अधिकारीहरूले चाहिँ विशेष गरी चाहिँ हाम्रो वार्ड नम्बर 5मा पर्ने भएकाले चाहिँ वार्ड नम्बर 5 भित्र रहेका सम्पूर्ण सरकारी कर्मचारी पद अधिकारीहरूले चाहिँ यो कुरालाई चाहिँ अबको आज मङ्गलबार हो भने मङ्गलबार बुधबार बिहिबार शुक्रबार शनिबारभित्र 4 दिनभित्र चाहिँ 3-4 दिनभित्र चाहिँ यो कुराहरूलाई चाहिँ अब कसरी गर्ने भन्ने कुराहरूको जानकारी अब मलाई पर्सनली मलाई नै मेसेज गर्नुपर्छ भन्ने छैन। यो कुरालाई चाहिँ अब तपाईँहरूले आफ्नो सोसल साइटबाट पनि यसको अपडेटहरू दिनुहोस्, नभए मलाई पर्सनली हामी चाहिँ यो कार्य गर्छौँ ठिकै छ भनेर एउटा तपाईँहरूले यो प्रोसेसलाई अगाडि बढाउनु हुन्छ भने एउटा मलाई मेसेज गर्न पनि सक्नुहुन्छ। प्लस यदि तपाईँहरूको मेसेज आएन, यो भिडियो देखेर पनि अब वास्ता गर्नु भएन या यसमा अलिकति भए पनि आफ्नो कुराहरू राख्नु भएन भने चाहिँ के छ भन्दाखेरि चाहिँ यो मेरो मात्र होइन, सम्पूर्ण सिनियर दाइ अङ्कलहरू जति पनि बरासितभित्र रहनुभएका वार्ड नम्बर 5मा रहेका सिनियर दाइहरूको पहलमा र मैले आफ्नो सोसल साइटबाट यो कुराहरू राखेको हो। र तपाईँहरूले हामीले यो कुरा राखिसकेपछि तपाईँहरूले यसको रेस्पोन्स दिनु भएन भने चाहिँ हामीले के गर्छौँ भन्दाखेरि चाहिँ अबको केही समयमा चाहिँ हामीले चाहिँ श्रमदान गर्ने हिसाबले यहाँ जति पनि तार जाली ढुङ्गाहरू लाग्दाखेरि लाग्ने रकमहरू छ, त्यो सम्पूर्ण रकमहरू चाहिँ हामीले एउटा श्रमदान, जसले जस्तो तरिकाले श्रमदान गर्न सक्नुहुन्छ त्यो तरिकाले आफ्नो आर्थिक सहयोगहरू पनि गर्न सक्नुहुन्छ। हामीले चाहिँ अब बिस्तारै बिस्तारै चाहिँ अब यहाँ लाग्ने जति पनि खर्चहरू हुन्छ त्यो खर्चहरू चाहिँ एउटा आर्थिक सहयोगको हिसाबले चाहिँ अब उठाउने छौँ। तपाईँहरूले पनि मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ पर्सनली र
जसलाई अब जति पनि सहयोग गर्न सक्नुहुन्छ यो बनाउनु लागि अब जति खर्च हुन्छ भन्ने कुराहरू पनि हामी यसो अनुमान लगाएर हामीलाई चाहिँ यति खर्च लाग्छ भन्ने हिसाब चाहिँ म अर्को भिडियोमा अपडेट गराउने छु र त्यो अनुसारले चाहिँ तपाईँहरूले आफ्नो ठाउँबाट के कति रकमहरू लाग्छ अब त्यो अनुसारले अब 1000-500 जति पनि हुन्छ सबले आफ्नो ठाउँबाट आर्थिक सहयोग दिन सक्नुहुन्छ र जति पनि सहयोगहरू आउँछ म आफ्नो सोसल साइटबाट सबै कुराहरू देखाउने छु के कति खर्च भयो कहाँ के लाग्यो भन्ने कुराहरू पनि म सबै अपडेट गराउने छु मेरो आफ्नै फेसबुकको प्लेटफर्मबाट पनि। सो अन्तिममा चाहिँ म केही कुराहरू भन्न चाहन्छु। सो खासमा चाहिँ कुरा के रह्यो भन्दाखेरि चाहिँ मैले यो भिडियो पोस्ट गरिसकेपछि चाहिँ हाम्रो स्थानीय सरकारले चाहिँ यो विषयलाई कुनै रेस्पोन्स दिनु भएन, हामीलाई पर्सनल मेसेज गर्नु भएन, मतलब मलाई नै पर्सनल मेसेज गर्नुपर्छ भन्ने छैन। आज मङ्गलबार हो र शनिबारसम्म यस विषयमा कुनै पनि अपडेटहरू सोसल साइटमा गर्नु भएन या मलाई पर्सनल मेसेज हामी चाहिँ यो कार्यहरू अगाडि बढाउँछौँ भनेर एउटा है भाइ भनेर एउटा कुनै मेसेज आएन भने चाहिँ हामीले चाहिँ के गर्नु लागेको छौँ भन्दाखेरि चाहिँ सन्डेबाट चाहिँ हामीले यहाँ जति पनि गिटी बलुवा अनि तार जाली ढुङ्गाहरू लाग्ने रकमहरू चाहिँ के कति रहेछ भने हाम्रो सिनियर दाइहरूसँग छलफल गरेर अनि यति चाहिँ लगभग लाग्ने रहेछ भन्ने तरिकाले चाहिँ हामी चाहिँ सम्पूर्ण बराक क्षेत्र नगरपालिकाभित्र रहेका नगरवासीहरूलाई चाहिँ हामी आर्थिक सहयोग माग्नेछौँ। यसरी नै अब सोसल साइट तरिकाले माग्नेछौँ। सहयोगको लागि चाहिँ तपाईँहरूले आर्थिक रकमको लागि चाहिँ तपाईँहरूले हामीलाई पर्सनली मेसेज गर्नुपर्ने हुन्छ, जसमा चाहिँ म आफ्नो नम्बर पनि छोडेको हुन्छु। र त्यसमा चाहिँ के छ भन्दाखेरि अब तपाईँले गरेको सहयोगहरूलाई चाहिँ म आफ्नो फेसबुकको प्लेटफर्म मार्फत सबै कुराहरू डिटेलमा बताउने छु र के कति लाग्ने खर्चहरू पनि बताउने छु र कता के लाग्यो सबै कुराहरू डिटेलमा बताउने छु। र आशा छ अबको सटरडेसम्म चाहिँ स्थानीय सरकारबाट चाहिँ हामीलाई मेसेज आयो भने चाहिँ उहाँहरूले यो कार्य अगाडि बढाउनुहुन्छ। उहाँहरूले नै सरकारले नै यदि उहाँहरूले यो कार्यलाई अगाडि बढाउनु भएन भने चाहिँ हामीले एउटा श्रमदान र आर्थिक सहयोग रकम मागेर चाहिँ हामी सम्पूर्ण सिनियर दाइहरूसँग मिलेर चाहिँ आफू नै यही फिल्डमा लागेर कुनै कर्मचारी बिना खटाइ हामी नै श्रमदान गरेर चाहिँ यो बाटो बनाउने छौँ। सो त्यसको लागि चाहिँ तपाईँहरू सबैजनाको हामीलाई सहयोग चाहिएको छ, जसमा चाहिँ अब बिस्तारै म अपडेट गराउने छु। तपाईँहरूले आर्थिक सहयोगको लागि चाहिँ मलाई पर्सनली मेसेज गर्नु सक्नुहुन्छ। सो हामीलाई चाहिँ आशा छ कि तपाईँहरूले आफ्नो ठाउँबाट श्रमदान यहाँ फिल्डमा आएर गर्न नसके तापनि तपाईँहरूले आफ्नो तर्फबाट आर्थिक सहयोग आर्थिक रकमहरू चाहिँ हामीलाई सहयोग गर्न सक्नुहुन्छ। र त्यो सम्पूर्ण कुराहरू चाहिँ म आफ्नो फेसबुक मार्फत सबै कुराहरू देखाउने पनि छु सम्पूर्ण कुराहरूलाई। आशा छ भोलिको दिनमा सबै कुरा ठिक हुन्छ, यो बाटो पनि सही तरिकाले बनिन्छ। अब शनिबारसम्म चाहिँ स्थानीय सरकारबाट कुनै मेसेज आएन या रेस्पोन्स आएन भने चाहिँ उहाँहरूले यो कुरामा कुनै अपडेट जनाउनु भएन, देखाउनु भएन भने चाहिँ हामीले चाहिँ सन्डेबाट चाहिँ आर्थिक सहयोगहरू उठाउने छौँ, सोसल फेसबुकबाटै उठाउने छौँ। सहयोगको लागि चाहिँ तपाईँहरूले हामीलाई चाहिँ पर्सनली मेसेज गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ म आफ्नो नम्बर पनि यहाँ माथि छोडिदिएको हुन्छु, त्यसमा तपाईँहरूले हामीलाई कन्ट्याक्ट गर्नुहुन्छ। सबै कुराहरू एकदम सही तरिकाले हुन्छ। यहाँ कुनै पैसा खाने यो तरिकाले मैले यो गरेको होइन, एउटा चाहिँ हाम्रो सम्पूर्ण सिनियर दाइ र सबैजनाले भनेर चाहिँ मैले आफ्नो फेसबुक मार्फत यो कुराहरू राखेँ र स्थानीय सरकारद्वारा यो काम नभएपछि यदि हुन्न भने चाहिँ हामीले चाहिँ त्यो कामलाई चाहिँ यसरी लाने भनेर चाहिँ मैले एउटा अपडेट गराएको। सहयोग अहिले नगर्दा हुन्छ। शनिबार म भोलि पनि अपडेट दिन्छु, पर्सि पनि अपडेट दिन्छु, दिइ नै रहन्छु यो विषयमा, किनकि म मर्निङ यता रनिङ गरि नै रहेको हुन्छु। र शनिबारसम्म अपडेट नआएपछि चाहिँ स्थानीय सरकारबाट कुनै अपडेट आएन भने चाहिँ हामीले आर्थिक रकम उठाउने छौँ। तपाईँहरूले सन्डेबाट चाहिँ हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अनि सम्पूर्ण कुराहरू फेसबुक मार्फत म पोस्ट गरि नै रहेको हुन्छु, त्यहाँ पनि तपाईँले हेर्न सक्नुहुन्छ। र यहाँ चाहिँ हामी आफै नै फिल्डमा उत्रेर आफ्नै श्रमदानमा चाहिँ अब तारजालीहरूमा जे जति खर्चहरू लाग्छ त्यो आर्थिक सहयोगबाट हामी उठाएर तपाईँहरूबाटै उठाएर अनि जे जस्तो हुन्छ सबैले आफ्नो ठाउँबाटै आर्थिक रकम को हामी चाहिँ अपेक्षा गरेको छौँ सम्पूर्ण बराक क्षेत्र नगरवासीहरूबाट चाहिँ। सो त्यही हो, अबको शनिबारसम्म चाहिँ अब स्थानीय सरकारबाट चाहिँ हामीलाई चाहिँ आशा छ उहाँहरूले पनि आफ्नो रेस्पोन्सिबिलिटी पुरा गर्नुहुन्छ, रेस्पोन्स दिनुहुन्छ केही न केही। त्यो विषयलाई चाहिँ मध्यनजर गर्दै म भोलि पनि पर्सि पनि यो विषयको बारेमा चाहिँ अपडेट गराइ नै रहेको छु। अब मसँग जोडिँदै गर्नु होला, त्यसको लागि चाहिँ फलो गर्नु होला। सो अहिले चाहिँ म बिदा जान्छु। हस्त नमस्ते।